आजको हाम्रो यात्रा ग्लोबल इन्स्टिट्युट अत्तरियादेखि कम्पासी डाँडासम्म, जहाँ पुग्नको लागि खानी डाँडाबाट भित्र हुँदै जानुपर्ने रहेछ र अहिले हामी खानी डाँडाबाट अलि माथि हिँडिसकेका छौँ र हामीले के कस्ता गतिविधिहरू गऱ्यौँ यसमा हेर्न सक्नुहुनेछ। अहिले चाहिँ अब एउटा केटो चाहिँ भेटियो यता हाम्रो कम्पासी डाँडा यो अब अरू चाहिँ धेरै माथि माथि पुगिसक्यो, भेट्टा छैन। हामी चाहिँ तलै पऱ्यो किनभने हामी अलि पछि आयौँ त्यहाँबाट, त्यो कारणले गर्दाखेरि हामी अलि पछि छौँ। अब यहाँ सडक एउटा निर्माणको काम पनि भइरहेको छ। यो कम्पासी डाँडातिर लागौँ भनेको, तर यिनीहरूको हिटाइले 1 महिनासम्म लाग्ला जस्तो छ। अब क्यार्ने र हामी यसरी रमाइलो गर्दै गीत सुन्दै अगाडितर्फ बढ्यौँ, जहाँ आफ्नो गन्तव्यलाई पन्छ्याउँदै जाँदा बिच बाटोमा केही रमणीय दृश्यहरू पनि कैद गऱ्यौँ, जहाँ देख्न सकिन्छ एउटा सुन्दर आकाश। हाम्रा केटाहरू पनि मस्त छ। आज हाम्रो रमाइलो कार्यक्रम रमणीय ग्लोबल इन्स्टिट्युटबाट हामी पिकनिक आएका छौँ। एकदम अब यहाँ चारैतिर हेर्न सकिन्छ खतरा भ्यूहरू छ। एकदम माउन्टेनतर्फ जाँदैछौँ, यहाँ हेर्न सकिन्छ। त्यहाँ यस्तो राम्रो एउटा चौर छ। अब हामी त्योभन्दा माथि जान्छौँ होला। एकदम राम्रो दृश्य र यहाँ सबै अनि बोकी सबैहरू ल उता डिजे बोक्दै गर्दै हाम्रो चाहिँ दृश्य पनि कैद गर्दैछौँ र साथसाथै हामी रमाइलो गर्दै डिजे बजाउँदै र हाम्रो प्राय जस्तो टिम चाहिँ अगाडि पुगिसकेको छ। सबै स्टुडेन्ट हामी ग्लोबल इन्स्टिट्युटबाट चाहिँ स्याटरडे पिकनिकमा आएछौँ र सबै उता डेस्टिनेसनमा पुगिसकेका छन्। हामी चाहिँ अन द वे छौँ र हामी चाहिँ यहाँ गइरहेछौँ र तल यिनीहरू पनि आइरहेको दृश्य अमेजिङ छ। अब हेर्न सकिन्छ जस्तो यो एउटा जस्ट क्रिएटिङ गर्न सकिन्छ एउटा अनफर्गेटेबल मेमोरी। हामी चाहिँ यहाँ छौँ र हामीले पुग्नुपर्ने डेस्टिनेसन चाहिँ यो डाँडा अरे। यहाँ चाहिँ हामी जान्छौँ, बट हामी थाकेका छैनौँ, थकाइ त लाग्यो, बट अब हामी यसो गाउँघरको मान्छे हुनाले चाहिँ यो ल यो सबभन्दा एकदम अल्छीको यो कस्तो फिल कस्तो भइरहेको थियो यहाँ? एकदम इन्जोय भइरहेको छ। तर हिँड्दा मात्र गाह्रो सकिन्छ। यो ढुङ्गै लेक एकदम मिलेको। अब हामीले त यो देखिसकेका हुन्छ किनभने हामी पाहाडकै मान्छे, बट अब एकदम तराई भेकको मान्छेहरू यो ठाउँमा आयो भने एकदमै रमाउन सक्छ। हाम्रो एकदम चारैतिरको दृश्य हेर्दाखेरि एकदम अविस्मरणीय छ। यस्तो छ यहाँको, हेर्न सकिन्छ सबै माथि छन्। अगाडि बढ्दै जाने क्रममा यता अलिकति समतल जस्तो हिँड्नलाई सजिलो भूभाग पनि देख्न सकिन्छ र हामी यसै गरी अगाडि बढ्दै गयौँ। ल हेर्न सकिन्छ यहाँदेखि चाहिँ हाम्रो जहाँ पुग्नुपर्ने डेस्टिनेसन हो त्यहाँको चाहिँ एकदमै रेलिङ हालेर चाहिँ माथिसम्म चाहिँ गरिएको छ र हामी पुग्ने अलिकति तर्खरमा छौँ। बट हजुरहरू हेर्न सक्नुहुन्छ यहाँबाट हामी सिधै तराईको भूभाग पनि देख्न सक्छौँ। जस्तै अत्तरिया एकदम राम्रो छ, यहाँबाट हेर्न सकिन्छ। एकदमै यो प्रकृतिले चाहिँ बनाएको छ। ल यहाँ चाहिँ पिकनिकको लागि तयारी कटिङ चट्ट तरिकाले अब हामी यहाँ चाहिँ पकाउँछौँ र हामी पुग्नुपर्ने चाहिँ माथि यहीँ बनाउँछौँ र यहीँ पछि फर्किन्छौँ। यस्तो सिन चाहिँ छ यहाँ यता। यो चाहिँ यताको दृश्य हो। त्यस्तो पर्ने चाहिँ नि हामीले त्यो डेस्टिनेसनमा हो। तर अगाडि बढ्दै जाने क्रममा धेरै राम्रा दृश्यहरू कैद गर्दै हेर्दै
गयौँ र केही समयपछि हामी आफ्नो स्टुडेन्टहरूसँग पनि थकाइ लागेर हो गएका हो ल ठिक छ अझै 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 इन्जोय गरौँ तलबाट बनाउँदै आएको छु मैले क्लिपहरू जिन्दगी दुखारी जस्तो छ नि सर हेलो हेलो निकै छौ कि ल यहाँ सब बसेका छन् इन्जोयमा छन् राम्रो लाग्यो ठाउँ राम्रो लाग्यो ठाउँ हजुर क्यामराम्यान विष्णु साउदका साथ हेर्नुहोस् ए यहाँ पनि हुनुहुन्छ सब आउँछ हजुर सब आउँछ ल एक दुई शब्द जाओस् कस्तो लाग्यो तपाईँलाई कस्तो फिल भयो यहाँ आएर एकदमै राम्रो किराइदेश नत्र भने गीतै पनि गाउन सकिन्छ यसरी हामीले रमाइलो गरिसकेपछि हामीले जहाँ पिकनिकको लागि भनेर आफ्नो खानेकुरा तयार पारेका थियौँ सबै स्टुडेन्टलाई त्यहाँ बोलाइसकेपछि हामीले आफ्नो लगेको खानेकुराहरू खान सुरु गऱ्यौँ। मेमोरी हो हामी यसलाई यो एउटा कैद गरेर चाहिँ नि हाम्रो स्टुडेन्ट हजुर यहाँ चाहिँ यस्तो छ होइन अनि यहाँ पनि हुनुहुन्छ हाम्रो स्टुडेन्टहरू तर के गर्नु दुईजनालाई अलिक खल्लो भयो क्या यहाँ हाम्रा खास हाम्रा बाउ नानी बाबुहरू यहाँ छन् तिम्रो धनगढीबाट हो ठिक छ र यहाँ हामीले आफ्नो खानेकुरा खाइसकेपछि फेरि हामी ओह्रालोतर्फ लाग्यौँ र आफ्नो घरतिर जाने तयारी र पहिला हामी ग्लोबल इन्स्टिट्युटमा पुग्नेछौँ र त्योभन्दा पहिला हामी खानी डाँडा हुँदै तल बुढीतोला पिकनिक स्पोटमा झरेर अलिकति रमाइलो गर्ने हिसाबले त्यहाँ झर्नेछौँ र रमाइलो गर्नेछौँ। तोला पार्कतिर पनि गयौँ अनि यहाँबाट चाहिँ हामी चट्ट यहाँ आज देउडा खेल्छौँ होइन अहिले राम्रो भ्यू दृश्य आइरह यो एकदमै मोहक दृश्य छ हाम्रो यसरी हामीले बुढीतोलामा केही बेर देउडा खेलिसकेपछि रमाइलो गरिसकेपछि हामी ग्लोबल इन्स्टिट्युटतर्फ फर्क्यौँ र यहाँसम्म हामीलाई हेरेर साथ दिनुहुने सम्पूर्णमा एकदमै धन्यवाद र आउने दिनहरूमा पनि यस्तै यस्तै भिडियोहरू ल्याएर हामी तपाईँहरूमाझ पुनः आउनेछौँ। त्यतिन्जेलसम्म थ्याङ्क यू सो मच।